दर्शकवृन्द, आज हामी कोरोना भाइरसबाट बच्ने महाऔषधि बेसारको प्रयोग गरेर आइसक्रिमलाई स्वादिलो बनाउने तरिका सिकाउन गइरहेका छौँ। आवश्यकता र जनसङ्ख्या अनुसार आइसक्रिम लिनुहोस्। स्वाद अनुसार प्याज, अदुवा, लसुन आफूलाई मनपर्ने आकारमा काट्न नबिर्सिनुहोस्। अनि दिउरी तताउनुहोस्, तेल हाल्नुहोस्, मनपर्छ रातो खुर्सानी फुराउनुहोस्। अनि महाऔषधि बेसारलाई पनि तेलमा हालेर एकैछिन फतफताउन दिनुहोस्। त्यसपछि आइसक्रिममा झ्याइँ पारेर झान्नुहोस्। अघि काटेर राखेको प्याज, अदुवा, लसुन आइसक्रिमको माथिबाट चारैतिर फुरुरुर झार्नुहोस्। स्वाद कस्तो कस्तो हुन सक्छ, तर परिवारसँग बसेर मजा लिनुहोस् र कोरोनाबाट बच्नुहोस्। ल